Hi guys, hello, welcome back to my YouTube channel. आजको YouTube च्यानलमा स्वागत छ तपाईहरुलाई। हामीहरुको भाइ पनि आएछ मामलाबाट। ओइ आइज 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 यता आइज न, हेरौँ यता आइज न, यता आइज न। भागी गयो, आइज न। हामीहरुको यहाँ चाहिँ एकदमै शान्त झमक्क पर्न गए र एकदमै मौसम पनि सफा गरिरहेको छ। हेर्न सक्नुहुन्छ बाटोहरू पनि एकदमै सुनसान छ। बाटोमा हिँड्ने मान्छेहरू कोही छैनन् र यतातिर दुईजना मान्छेहरू बसिरहेका छन्, हेर्न सकिन्छ। र अर्को कुरा भनेपछि हामीहरुको बाटो छेउमा चाहिँ दाउरा छ राखेको। अनि एकजना यहाँ हामीहरुको गाउँको दोकानी हो, दोकानी घाँस काटेर ल्याउँदैछ एक बोरा। खोइ दोकानी हाई भनिदिनु त यता। दोकानी नो भनेर गइहाल्नु भयो, नहेर्ने अरे। अब नहेरेपछि होस्। अरू के देखाउनु तपाईहरुलाई। मेरो सयपत्री फुल चाहिँ यहाँ फुलिरहेको छ है। बल्ल बल्ल एउटा फुलेछ। तिहार सक्यो, तिहार सकेपछि चाहिँ फुलेछ। यत्रो दिन तिहारमा चाहिँ फुल्न चाहिँ पाएन, बिचारा गाह्रो छ। अनि रको भनेको धान हामीहरुको सुकिसक्यो भन्दा पाकिसक्यो, काट्ने बेला हुँदैछ। अब यो एक हप्ता पछि ट्याक्रेकै काट्ने टाइम पुग्छ। त्यसपछि त हामीहरुको घरको कुखुराहरुलाई हेर्न सक्नुहुन्छ तपाईहरुले। पसिसकेको कुखुरा त हेर्न सक्नुहुन्न र नपसेको कुखुराहरु कति कति छन् हेरौँ है त। ती छैन होला है कुखुरा त। अब्बुई के लिएर आइस भाइ? खोइ देखौँ, हेरौँ के खेलौना हो। यता हेरौँ न। नहेर्ने रहेछ। देखाउने थियो होला हाम्रो घरको कुखुरा। हाम्रो कुखुराहरू चाहिँ एकदमै रात परेर पसिसकेको रहेछन्। ऊ त्यहाँनिर एउटा कुखुरा छ, एउटा कुखुरा हेरेर भएन। यसको ग्रुप सुरुप भनेको कोही छैन। अरू त हामीहरुको गाउँको यो बाटो हेर्न सकिन्छ, एकदमै सुनसान। बेलुकाको टाइममा घुम्ने चाहिँ एकदमै राम्रो गर्छ, बाटो खाली खाली। अनि यहाँ हेर्न सकिन्छ हामीहरुको एकजना साथी, उनीहरूले हेर्दैनन्। अनि बाइक आइरहेको रहेछ उताबाट। अरू मान्छेले किन देखाउनु, आफै आफै हेर्नुपर्छ। ओके टाटा बाई बाई। म चाहिँ अरू भन्न सकिनँ, यतिमै समाप्त मेरो ब्लग। टाटा।